राज्य पालना तहाँ गर्थे हरिश्चन्द्रजी। छोराछोरी कुनै नभइकन थिए अत्यन्त दिगदारती। जाई आश्रममा वशिष्ठ मुनिका सगमा सुध्याए पनि हे सर्वज्ञ गुरु कसो गरी होलान् छोरा मलाई भनी। आज्ञा यति सुनिसकी वरुणको राजा हरिश्चन्द्रले हात जोडी शिरमा धरी खुसी भई बिन्ती गरे नम्रले। छोरा छैनन् मलाई हे वरुणजी छोरा दिनुहोस् भनी। राजाको बिनती सुनि वरुणले भन्ना भए यो पनि। छोरो त तिमीलाई छैन निरपति साँच्चै बताई, तर छोराकै मुख मात्रै हेर्नु छ भने एउटा प्रतिज्ञा गर। त्यही बालक यज्ञको बलि गरी दिन्छौ भने पुत्र त बुझ्यौ नि। त्यही बालक यज्ञको बलि गरी यज्ञमा बलि गर्ने गरी दिन्छौ छोरो जन्मिने बित्तिकै भनेदेखि म तिमीलाई छोरो दिन्छु, होइन भने तिमीलाई छोरा दिनै मिल्दैनन् भनेर वरुणले भने। कति कडा भने रहेछ त नि। पाएपछि त्यो लर दिनु भनेर। अनि त्यही बालक यज्ञको सत्य कबल यही गर तिमी हुँदैन है, नत्र त बाचा सत्य कबल गरी ती वरुणजी हुँदा भए अन्तर। राजा खुसी हुँदै तरी अब भनी फर्केर गए घर। रानी 100 थिए सब कहे यस्तो भयो लौ भनी। ती मध्येपट रानीले निरपतिको झडगर्व बोकिन अनि। हर्षैले दशमास पूर्ण जब वो छोरो भयो सुन्दर। भारी उत्सव हो अनि सहरमा भूमङ्गलै मङ्गल। लावा चन्दनको फुल अबिरको वर्षा बराबर भयो। सारा ब्राह्मणहरू वेद पढ्थे गाना भजनै थियो। अब छोरो जन्मियो, अब गाना भजन गरे, अब होम हुमादी गरे, बाहुनहरूले उ गरे के अरे वेद पढे। अनि अब ऊ त छोरो जन्मियो त लिन आयो, उनको कबल छ भनेदेखि त अनि त्यहाँबाट लु अब तपाईँको कबल हो, छोरो जन्मियो, छोरो दिनु पर्यो भनेर उसलाई बलि के हरिश्चन्द्र राजालाई भन्न आउँदाखेरि तपाईँहरू ब्राह्मण जाति कस्तो हुन्छ, छोरो सुत्केरो छ, सालनाल बेडाको छैन, अनि यो नलायक चाहिँ कर्म नगरिकन त बलिमा त हुँदैन, कसरी दिनु। अब नरान त गर्नु पर्यो भने अब त्यो नरान गर्न थाले। अनि त्यहाँबाट नरान गरेपछि फेरि लिन आए। फेरि लिन आउँदाखेरि पनि यो नरान गरेर मात्रै त कहाँ त दाँतै नम्रिकन दिनु छैन बलि भनेर भन्ने छ शास्त्रहरूमा। यो कुरा सुनेर हामीलाई बोको पाठी पूजा गर्न नि 3 महिना कटेको छैन भनेदेखि त्यो पूजा गर्न हुँदैन, महापातक लाग्छ भनेर 3 महिना उसको उमेर अलिकति ढल्केको हुनुपर्छ। अनि दाँतै नम्रिकन दिनु छैन बलि भनेर भन्ने छ शास्त्रहरूमा। यो कुरा सुनेर दाँतै नम्रिकन त बलि दिनु हुँदैन भनेको छैन त। अनि तपाईँ कसरी लानुहुन्छ त यो बालक भनेर 2 पल्ट पठाए, फर्काइदिए। अनि दाँत पनि उम्रियो। अब त दाँत त उम्रियो नि, अब त बलि गर्ने बेला भयो ल्याउ न भन्दाखेरि अब कहाँ व्रतबन्ध नगरिकन त हुँदैन नि। व्रतबन्ध गर्नु पर्यो, कर्म चल्नु पर्यो। कर्म नगरे त शूद्र हुन्छ, शूद्र नभइकन त अब त्यो बालक यज्ञमा हवन गर्न मिल्दैन, हुँदैन भनेपछि त अनि त त्यो त 8 वर्षको भयो। 8 वर्षमा उ गर्नु पर्यो के अरे व्रतबन्ध गर्नु पर्यो बाहुनको। अनि तँलाई गर्न जाने छन्, लगेर काट्ने छन्, तँ भागेर जा जङ्गलमा जा, तेरो ज्यान बन्छ। राजाले पछि अब भागेर गयो, कहाँ भन्छ ढाँटिहाल्छ भनेर त अनि पहिला त अब दिन्छु भन्ने कबल गरेछ। भागेर गयो वनमा, त्यो रोहित भन्ने वनमा गयो, भागेर गयो। अनि त राजालाई त्यो कबल लेउ गर्दाखेरि उनलाई रोगले च्यापेर चाहिँ अब त्यो बलि नगरिकन हुँदैन हुने भयो। अनि त संसारमा गए छोरा खोज्न भनेर छोरो ब्राह्मणको किनेर महाराज त्यो यज्ञ गर्नै पर्यो। छोरै हुन्छ किनेपछि अनि भनी शास्त्रको बात यो। अब छोरो ब्राह्मणको किन्नु पर्यो, ल्याएर यज्ञमा गर्नु पर्यो। तिम्रो छोरो न बाघले खायो न स्यालले खायो, वनमा गयो हरायो, कता गयो। अब तिम्रो छोराको साटो बाहुनको एउटा 8 वर्षको छोरो ल्याएर चाहिँ यज्ञमा बलि गर्नु पर्यो भन्दाखेरि अब छोरो काट्न दिने कुन चाहिँ हुन्छ, कसैले पनि दिँदैन। अनि संसार पुलिसहरू खोज्दै जाँदाखेरि अनि फेरि एउटा दुखी गरिबका घरमा पुगेपछि लोभी चाहिँ ब्राह्मणै हुन्छन्। दुखी ब्राह्मण एक पुत्र घरमा थिए, दलित अति थिए, बालक पुत्र 3 वर्षका आफू 2 दम्पति। सल्लाह गरी जेठो बाउतिर भो कान्छो आमातिर, बेचिनेतिर माइलो हुन गयो, बेचिदिए आखिर। अनि बाजे तपाईँका 3टा छोरा छन्, जेठो तपाईँलाई भइगयो, कान्छो आमालाई भइगयो, यो माइलो छोरा चाहिँ दिउँ न। बुढी दिउँ त दिउँ, अब पैसा कति दिन्छ, तपाईँहरूलाई कति चाहिन्छ त्यति दिन्छु भनेर लिएर गए, बेचे। अब 2टा छोरा भइहाल्यो, एउटा छोरो बेचे। अहिले हाम्रो यो काकाले त्यसै गरेको नि, श्रीधर काकाले यिनलाई चाहिँ सुनाउँदैन एउटा छोरो त्यो। अनि त्यहाँबाट त्यो त्यति गरिसकेपछि अनि छोरै हुन्छ किनेपछि अनि भने शास्त्रदेवबाट माइलो छोरो किन्न गए ल, माइलो छोरो किन्न गए। अनि फेरि बेला बद गर्नले पनि आँटै गर्न सकेनन्, के गरी गरौँ चन्नाला जस्ता पनि।
अब बेला बदा गरेर काट्ने बेला भयो अब त्यहाँ कसले काट्ने त बाहुनको छोरो काट्न को जाने बोको काट्ने त हुँदैन अनि अब त्यो बाहुनको छोरो काट्न जाने को जाने अनिखेरि हात जोडी शिरमा धरी ऐसरी बाउ सुन सेपाको लाग्यो म गर्दछु हे नरपति धन्ना नहोस् यसको फेरि मलाई उतिकै द्रव्य दिनुहोस् यो पुत्र गर्छु वध यस्तो बात सुनि यो अधमको यो भन्न लागे सब हे पापी अधर्मी निष्ठुर पशु खुब धर्म नै आत्मज बेचिस पुत्र लोभी भएर नपुगी तै मार्न लागिसज बेचिस लोभी भएर पैसा लिइस् अब फेरि त्यो जति बेच्दाखेरि दिएको काटेको पनि त्यति नै पैसा दियो भने तँ त अधर्मी पापी निष्ठुर रहेछस् भनेर त्यो यज्ञमा अब यी बोका पाठी गर्ने पूजा गर्ने ठाउँमा कति राजाको यज्ञमा त कति करोडौँ लाख थियो होला अनि त्यसो गर्दै जाँदाखेरि अनि त्यहाँ कोलाहाल गरे काट्न दिएनन् अनि विश्वामित्र पिता विश्वामित्रले चाहिँ भने यो मन्त्र जप हेलो नमस्कार छोरो काट्नु हुँदैन यसलाई नकाटौँ एउटा मन्त्र हुन्छ यो बलि गर्ने साटोको चाहिँ म एउटा मन्त्र दिन्छु त्यो बलिको रोग पनि हट्छ यो बलिको पनि एउटा मन्त्र दिन्छु यो बलि गर्ने साटो म यो मन्त्र जप तिम्रो यो रोग नि जान्छ यो ब्राह्मणको छोरो काट्नै पर्दैन भनेर त विश्वामित्रले त्यसो भनेपछि ओहो जम्मैले हो त्यसै भनेर उसले बचाए छोडिदिए काटेनन् काट्न चाहिँ अनि त्यहाँबाट पछि अब यज्ञ सिद्धियो सिद्धिएपछि त अनिखेरि सबै समाजहरू भन्न थाले बाँचे म मर्ने थिएँ हे सर्वज्ञ गुरु हो भन तिमी कसको म छोरो भएँ म कसको छोरो भएँ त अब तिमीहरूले भन बाँच्न त म बाँची काटेन कसको छोरो भएँ त भने त्यो बालक बच्चाले भन्दाखेरि कोहीले भने चाहिँ अब बेचे पनि उही बाउ त उही नै हो नि त्यही सुनसेपको के सुनसेपको बाउ नै उही हो नि भन्ने भए अब कोही त पैसा हालेर किनेर लग्यो नि त जसले ल त्यसो मार्नका खातिर किने यदि भने हुन्छन् कहाँ बाउ दिएन मार्न लाने कहिले बाउ हुन्छ बेच्ने कहाँ बाउ हुन्छ मार्न दिने विश्वामित्र पिता भए किनभने ज्यानै बचाइदिए अनि ज्यान बचाइदिए विश्वामित्र चाहिँ बाउ भए भनेर यो कली धर्मको पञ्चम स्कन्धको श्लोकमा देवी भातमा आउँछ अब मैले पढेर श्लोकमा शास्त्र विधानमा बुझेको अहिले पनि इन्डियातिर नरबली भनेको नर भनेको मान्छे हो मान्छेको बलि गर्नुपर्छ अब अहिले पनि झुक्क्याइ